नमस्ते, माई नेम इज सुजन श्रेष्ठ। फेरि पनि भ्लग लिएर आइसकेको छु। आज चाहिँ चन्द्रगिरीको हाइकिङ। चन्द्रगिरीको चाहिँ धेरै हाइकिङ त गरेको थिएँ, तर राम्रो भिडियो चाहिँ बनाएको थिएन। आज चाहिँ एकदम राम्रो भिडियो आउनेवाला छ चन्द्रगिरीको। लेट्स गो आज चन्द्रगिरी हाइकिङ है त। र आज हामी त के भने धेरै त छैन, 3 जना। मेरो भाइको साथी अनि गणेश चाहिँ धेरै पछि। हामी लगभग गणेश चाहिँ उता नामार्जुङ भ्लगमा थियो यो होइन। अहिले यत्रो भइसक्यो, साला ठुलो भइसक्यो। र अब हामी लाग्दैछौँ यो ढाक्सीबाट। रुटहरू धेरै छ चन्द्रगिरी जाने, तर हामी चाहिँ यो ढाक्सीको रुट जाँदैछौँ। लेट्स गो। रातो माटे डाँडा, छाप डाँडा एन्ड चन्द्रगिरी पद्मार्ग प्रवेशद्वार। अब हामी 1.5 घन्टा जति हिँड्यो। अब ठाउँको नाम त छैन, जस बिचतिर आइपुगेको छ। अलिकति घाम थियो तल चाहिँ, अनि लास्टै गर्मी भइरहेछ। त्यही भएर एकछिन थकाइ मार्यो। केटाहरू यहाँ बसिरहेछ है, एउटै यतातिर। ल हामी चम्पा डाँडा आइपुगेका छौँ। अब यहाँबाट चाहिँ हामी देउराली हुँदै चन्द्रगिरी लाग्छौँ। धेरैजना मान्छेहरू आउनु भयो नि रहेछ यहाँ। चम्पा डाँडाबाट सिधै छ, यस्तो उकालो छैन। लेट्स गो। केटाहरू अगाडि हिँड्दैछ, छैन ओह्रालै हो अझ। हामी चाहिँ त्यहाँ चम्पा डाँडाबाट सिधा तेर्सै लागेर हामी देउराली जाँदैछौँ अहिले चाहिँ। ट्याक्क ओके। गाह्रो छ हजुर, गाह्रो। ल यस्तो छ यहाँबाट देख्ने है। जाउँ। ओहो चिसो भएको छ यार। हाफ लाएर आएको, चिसो भइरहेको छ। घामै लाग्दैन भने यहाँ त। उतातिर घाम त लगाइरहेको छ, यहाँ चाहिँ छैन। के गर्ने, गाह्रो छ एकदम। यात्रा गलत बाटो। गलत बाटो चाहिँ। अब हामी देउराली चाहिँ आइपुग्न लाग्यो। सबैले आफ्नो बेस्ट देखाइरहेको छ। गाह्रो त छैन हिँड्नलाई चाहिँ। देउराली देउरालीमा चाहिँ अब हामीले एकछिन खाजा खायौँ यहाँ बसेर, चट्ट लाएर होइन देउराली। अनि यहाँ बसेर चाहिँ हामीले खाजासाजा खायौँ। अब हामी चन्द्रगिरी मन्दिर लाग्दैछौँ। मन्दिर गएर एकछिन बस्छौँ, रमाइलो गर्छौँ, अनि फर्किन्छौँ। लेट्स गो। फाइनली गाइस हामी चाहिँ आइपुग्यौँ चन्द्रगिरी। फाइनली गाइस हामी चाहिँ चन्द्रगिरी आइपुग्यौँ र अब हामी एकछिन यहाँ रेस्ट गर्छौँ। लगभग हामीलाई 4 घन्टा जति लाग्यो यहाँ आइपुग्दा तलबाट। अब हामी 1 घन्टा नि समथिङ, 1 घन्टा आधी घन्टा जति हामी एकछिन रेस्ट गर्छौँ, यहाँ मजाले बस्छौँ, अनि त्यसपछि फर्किन्छौँ। अहिले चाहिँ एकछिन मन्दिर घुम्छौँ अब है त। बाबु गणेश झोला बोक्यो। ल यसपालि चाहिँ फर्स्ट टाइम चन्द्रगिरीमा यति सन्नाटा छाएको छ जेन्जी आन्दोलनपछि। नत्र भने यस्तो प्याक हुन्थ्यो होइन, पुरा खाली छ क्या, छैन मान्छे छैन। त्यही हाइक आउनेहरू अलिअलि आएको छ, होइन भने त सबै बन्द। ल गाइस हामी चाहिँ यहाँ चन्द्रगिरी घुम्दै थियौँ, तर पहिलाको जस्तो त्यो के भन्छ बिजी माहौल चाहिँ छैन।
मान्छेहरू अब यो बन्द छ नि त, केबल कार बन्द छ। अब जेन्जी आन्दोलनले अस्ति चाहिँ यहाँ बन्द भयो थियो, तल के भयो थियो आन्दोलनहरू। अनि त्यसपछि यहाँ चाहिँ अहिले केबल कार नचल्या भएर अहिले चाहिँ मान्छेहरू त्यति छैन यहाँ, एकदम खुल्ला शान्त छ यहाँ त। मान्छे नै छैन भन्दा नि हो, हिँडेर आउनेहरू मात्रै छ, हाइकिङ आउने अथवा त्यहाँ देउरालीसम्म गाडीमा आउने प्लस त्यहाँबाट हिँडेर आउनेहरू चाहिँ छ। अहिले चाहिँ शान्त छ, मान्छेहरू त्यस्तो चाप केही छैन, होटलहरू सबै बन्द रहेछ। अनि अरू यताउता खेल्नेहरू सब बन्द छ अहिले चाहिँ, बस आउने हेर्ने मात्रै छ, अरू केही पनि छैन। खेल्ने खाने त्यस्तो चाहिँ केही पनि छैन यहाँ, पूजाको सामग्रीहरू पनि छैन अरे अहिले यहाँ, तलैबाट आफै ल्याउनु पर्ने हुन्छ पूजा गर्नलाई पनि, बस दर्शन गर्ने मात्रै छ। त्यस्तै छ, इन्फर्मेसन चाहिँ त्यति नै हो यहाँको। अरू चाहिँ हेरौँ सबै भिडियोमा। ओ माई गड, यहाँ त पुरा भाइ बच्चाहरू खेलेर सन्नाटा छाइरहेछ, कोही छैन। भाइहरू बहिनीहरू अलिअलि खेलिरहेछ, त्यही हो। हेलो हेलो, हाम्रो भाइ तलतिर पुरै आर्मी जत्तिकै गर्दैछ, त्यही हो। अरू खासै केही छैन, त्यही नै हो। ल ल, यहाँ टोलीहरू पुरा के ल हेर, मजा आयो यार। हामी त भित्रै फस्यो फस्दै छ यहाँ फेरि, पचातिकै भयो। यता ठुलो छ यहाँ पता उत्रै हो ल। अब हामी यहाँबाट हिँड्यौँ, लेट्स गो। अब चाहिँ हामी चन्द्रगिरी पुरै घुमिसकेका छौँ यहाँ, अनि त्यसपछि आएर अब हामी फर्किन्छौँ आजको लागि। यति नै भन्न चाहन्छु भ्लग चाहिँ। अब तल त अघि नै सबै देखाइसक्यो, आउँदाखेरि के देखाउनु होइन। अनि यति नै भन्न चाहन्छु, अब सबैजनाले लाइक सेयर कमेन्ट सब्सक्राइब सब बुडुङ के छ सब हानिदिनु। तपाईँको 1 रुपियाँ केही जानेवाला छैन, सब हानिदिनु होला। थ्याङ्क यू भेरी मच भन्न चाहन्छु। र पछि फेरि अर्को नयाँ नयाँ मिठो मिठो भ्लग लिएर आउनेछु। हस्त धन्यवाद।